नमस्ते, म श्रेया पौडेल होइन। म महाभारतको वन पर्व पढ्दैछु होइन। मार्छन् क्षेत्रीय वीर शत्रु रणमा सारै भई क्रोधित, जसलाई रिस हुन्छ शत्रु वशमा त्यही पर्छ भन्छु म त। त्यो दुर्योधनले छलेर अहिले गर्नु नगर्नु गर्यो, त्याग्दा क्रोध हजुरले पनि वृथा यो कष्ट भोग्नु पर्यो। भोग्दा कष्ट पनि हजुर कनता उठ्दैन कहिले रिस, जसलाई रिस छैन क्षत्रिय भई पाउन्न त्यसले यस। पापी कौरवलाई मार्न अहिले शक्ति छ हाम्रो, तर आज्ञा बक्सिनुहुन्न नाथ किन हो सङ्ग्रामका खातिर। स्वामी शक्ति छ भीमको शरीरमा 1000 हात्ती जति, हेर्नुहुन्छ हजुर क्रोध नगरी सन्ताप तिनको कति। सक्छन् कौरव वीर मार्न रणमा एक्लै पनि पार्थले, तिनको कष्टमा हेर्न सक्दिन प्रभु आत्तिन्छु यही हेतुले। भोग्ने हुन् सहदेव औ नकुलके सङ्कृष्ट यो व्यर्थको, बोल्नु हुन्न सक्रोध धर्म बुझिकै तत्काल सङ्ग्रामको। बेला मारिसहुन्न जुन पुरुषमा मानिन्न त्यो क्षत्रिय, त्यस्तै देख्छु हजुरलाई अरिको मानेर हो कि भए। सोधेथे बलिले पितामह ठुलो हो तेज कि हो क्षमा, बाबु तेज क्षमा समान रूपले हुन्छन् सबै व्यक्तिमा। गर्नु पर्छ प्रयोग योग्य जनले मौका विचारिकन, मौका चुक्नु गए त निन्दित सदा हुन्छन् ठुला सज्जना। भनेको रिस क्रोधमा आफूले कन्ट्रोल गर्नुपर्छ भन्न खोजेको के यसले बुझ्नु भयो।